सर्वेभ्यो मित्रेभ्यो तमो तमः। आज म हजुरहरू समक्षमा शुक्र कहिलेदेखि कहिलेसम्म हुन्छ, त्यस अवधिमा कस्तो कस्तो कार्यहरू गर्न हुन्छ हुँदैन भन्ने विषयमा केही जानकारी गराउँदछु। 13 डिसेम्बर शनिबार 2025 करिबन दिउँसो मध्याह्नमा शुक्र अस्त पूर्वमा हुनेछ भने 29 जनवरी 2026 बिहीबारको दिन करिबन रात्रिकालीन 1:30 पश्चिममा उदय हुनेछ। नेपाली सम्वत अनुसार 2082 मङ्सिर महिना 28 गते पूर्वमा शुक्र अस्त हुन्छ भने माघ महिनाको 15 गते बिहीबारको दिन पश्चिममा उदय हुनेछ। यस अवधिमा कस्तो कार्यहरू गर्न हुन्छ गर्न हुँदैन भन्दा स्नान नैमित्तिक कर्महरू गर्न मिल्छ, तर स्नान सन्ध्या पञ्चायन पूजा श्रद्धा तर्पण असोज मृतकको क्रिया न्वारान आदि ग्रहण स्नान आदि नैमित्तिक कर्महरू गर्न हुन्छ। के गर्न हुँदैन भन्दा गृह आरम्भ, गृह प्रवेश, मठ मन्दिर आदि देवा स्थापना, प्राण प्रतिष्ठा आदि, व्रतको आरम्भ अर्थात् उद्यापन, वधु प्रवेश, तुलादान आदि, महादान, जलाशय निर्माण, दीक्षा ग्रहण, चूडाकर्म, व्रतबन्ध, विवाह, कहिले नगरेको तीर्थयात्रा, प्रथम राजदर्शन, राज्य अभिषेक यस्ता कर्महरू यस्ता कार्यहरू गर्न हुँदैन। यी राम्रा कार्यहरू गर्न, शुभ कार्यहरू गर्न हुँदैन। शुक्र अस्त गुरु अस्तको बेलामा शुभ कार्यहरू नगरेकै राम्रो मानिन्छ। धन्यवाद।